ल मैले यो चाहिँ बुङ्गुरको आन्द्रा भुडी हो होइन। आन्द्रा भुडी चाहिँ मैले बनाउनु गरेको छु। यो चाहिँ सानो आन्द्रा रहेछ, यो भुडी रहेछ। अरूभन्दा यो आन्द्रा भुडी होइन, यहाँनिर चाहिँ तपाईँको भुटान भन्छ होइन, नेपाल भुटान भन्दो रहेछ त आन्द्रा भुडी। अनि म बनाउन गइरहेको छु। यहाँ बनाएर खाम कस्तो हुँदो रहेछ भनेर ट्राई गरेको। पहिला चाहिँ यहाँनिर चट्ट काट्नु पऱ्यो। हेरौँ है त, चट्ट काट्ने। त्यति मसिनो गर्दैन, अहिले नराम्रो होला नि, ठुल्ठुलै गरौँ। यो चाहिँ भुडी चट 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 पहिला यसलाई ल्याउने अनि मजाले धुने अनि यसलाई सरर उमाल्ने हो। लगभग यसलाई पाक्ने गरी उमाल्ने हो। अनि उम्लेपछि अनि पानी तारेर पुरा उम्लेपछि अनि धुने हो। त्यसलाई फेरि सट 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 धुने अनि धोएर अनि सट्ट अनि पानी तारेर सुक्खा गरेर टक्क अनि मैले फ्रिजन गरेको छ। हिजो बेलुका नै मैले फ्रिजमा राखेको यसलाई टक्क। अनि आज चाहिँ खक्रक्क भएको छ। अनि सरर बनाएर तपाईँलाई देखाउँदै अनि खाँदै होइन। अनि सबैजनाले यस्तो भिडियो बनाउँदो रहेछ सुँगुरको मासु अरू के तर मैले चाहिँ यहाँ नयाँ तरिकाले यसको आन्द्रा भुडीको बनाइदिउँ न होइन। यसको भुटान फेरि यसलाई चाहिँ टक्क उसिनेर सुकाउनु पर्छ। एक दिन जति सुकायो भोलिपल्ट यस्तो आगोमा टक्क पोलेर खायो भने यस्तो मिठो हुन्छ कि टक्क जिब्रो नै टकटक पड्काउने गरे। यहाँ चाहिँ धेरै छ। मैले लगभग 1 किलो ल्याएको, सबै बनाउने हो। खालि टाइम चाहिँ भिडियो चाहिँ लामो हुनसक्छ होइन। त्यही भएर म बिचबिचमा सायद भिडियो एडिट गर्दा काट्छु पनि। अनि तपाईँहरूले यसो हेर्नु होला है त कस्तो हुँदो रहेछ। अन्तिम फाइनल पनि हेर्नु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला होइन। हुन त हामीले बनाएको हामी अब नर्मली मान्छेको भिडियो त्यति अब सबैजनालाई हेर्दैन, मन पर्दैन। त्यही पनि होइन, कुनै यसो मनपर्ने साथीहरूले चाहिँ हेरिदिनु होला, सेयर गरिदिनु होला। सेयर भन्नु कपी लिङ्क गर्नु होला, सेयर त अब तपाईँले गर्नुहुन्न होला। त्यही पनि आह्वान गर्न चाहन्छु म। भित्र बोसो रहेछ, आइस पनि जमेर रहेछ कि च्वास 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 हुँदो रहेछ। ल अब यता बुङ्गुरको मासु खाने साथीहरूले चाहिँ हेर्नुहुन्छ होला। कतिपय अब साथीहरूले बुङ्गुरको मासु अब खाँदैन होला होइन। नखानेहरू पनि धेरै हुनुहुन्छ, खाने पनि हुनुहुन्छ। कोले खानुहुन्छ, कोले मन परिन्छ यो होइन बुङ्गुरको भुटन। यसो कमेन्ट गरिदिनु है त। भिडियो चाहिँ लामै हुनसक्छ। त्यही पनि अब यो काट्न पर्यो, यसलाई बनाउनु पर्यो पहिलादेखि नै। यसमा कसरी बनाउने भने म नयाँ तरिकाले बनाउँदैछु है। पहिला त होइन, यसलाई अरूभन्दा नि अब यो काटेर चाहिँ भ्याउन लाग्यो। अब थोरै छ। अनि अब आगो चाहिँ बाल्यो है त। अहिले फ्राई प्यान बसाल्नु। यसमा फ्राई प्यान चाहिँ अलिकति अप्ठ्यारो भयो। यसमा कराईमा बसालिदिउँ। कराईमा के हुन्छ थोरै। यो चाहिँ फेरि आन्द्रामा भएको बोसो रहेछ। यो आन्द्रामै हुन्छ यो बोसो चाहिँ। अनि बोसो पनि अब पसलको मान्छेले अब उनीहरूले फ्यालिहाल्छ। त्यही पनि बोसो पनि हामीलाई काम लाग्छ। भुटन सुटन अरू फाल्टो केही पनि हाल्नु पर्दैन, यसैले काम दिन्छ। हामी यसैले बनाउने हो। अब हामीलाई के चाहियो त? अब हामीलाई प्याज पनि चाहियो। प्याज कहाँ होला? प्याज खोज्ने हो। अब मैले यहाँ प्याज मैले देख्नु त देखाएको थियो कि कता देखाएको थियो। प्याज धेरै चाहिँदैन। ल मैले यो टमाटर
अनि प्याज पनि थोरै यति भए पुग्छ। अनि यो एउटा कागती अनि बाँकी मसलाहरू चाहिँ बिस्तार बिस्तार हाल्दै जाने। अझै टाइम लाग्छ। चुलो चाहिँ सानो छ त्यही भएर धेरै टाइम लाग्ने रहेछ। अब यसलाई यो बोसो छ नि हो त्यो बोसोलाई ठोक्दिनँ यहाँनिर हालिदिनु बोसो। बोसो बोसो भएको चाहिँ छानेर हालिदिउँ न पहिला होइन। अब हामीले अब प्याज काटेका छौँ यहाँनिर। टमाटर यो चाहिँ रुखमा फल्ने टमाटर रहेछ यो चाहिँ। यसलाई पनि यस्तो काटेर राखौँ। यो अमिलो अमिलो हुन्छ यसले होइन। यस्तो मजा लरर बनाइदिन्छ यसले। खाँदा पनि बोसो काट्छ नि त अमिलोले। यो चाहिँ टमाटरै हो। टमाटर चाहिँ अलिक कम हुन्छ जस्तो लाग्यो। म कता रहेछ खोज्छु है त। हाल्नुपर्छ टमाटर त गजबले हाल्नुपर्छ। जति टमाटर बढी हाल्यो धेरै हाल्दा त अमिलो हुन्छ। ठिक्क हाल्यो भने चाहिँ एकदम गजब हुन्छ है त। टाइम चाहिँ धेरै लाग्ने छैन। त्यस्तो केही छैन। यसलाई चाहिने सामग्रीहरू तयार गर्नुपर्छ अब। यो चाहिँ हामीले बोसो निकाल्नको लागि यो आन्द्राको बोसो हालेको थियो। बोसो लगभग यहाँ तेल निस्किएको छ हेर्नुहोस् होइन। यसलाई निकालिदिनु। यो निकालेर खाँदाखेरि यस्तो मिठो हुन्छ कि यो। फेरि अहिले अरूसँग त फेरि यो डर ल। त्यही भएर यसलाई अलग्गै गर्नुपर्छ। यो निकालौँ। निकालेर अहिले तपाईँले यसलाई खान पनि सक्नुहुन्छ होइन। अनि अथवा पछाडि अब यदि तपाईँलाई पारेको खानु मन लागेन भने यसलाई फेरि हामीले यहाँ हाल्न पनि सकिन्छ। अब यसमा जिरा पड्काउने है त हामीले। जिराले चाहिँ पहिलो पहिलो हुने पड्काइदिनु।
हल्का ब्राउन भइसकेको छ। यसमा अब प्याज हाल्ने। प्याजलाई एकदम रातो रातो हुने गरी एकछिन छोडिदिउँ हामीले। त्यो हुँदैछ। भिडियो थोरै लामो हुनसक्छ होइन। यो सरर कुरुम 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 भएको छ यहाँनिर। टक्क खाँदाखेरि यस्तो मिठो हुन्छ। अब बेसार हाल्दिउँ यसलाई अनि मसला हाल्दिउँ। फेरि एकताल चलाइदिउँ यसलाई। अब हामीले यहाँ अघि काटेको मासु हाल्दिउँ।